एक घडी केही न केही चेन्ज भइरहेको हुन्छ। यहाँ स्थिर केही पनि छैन। त्यसैले जे भएको छ त्यो कुरालाई स्वीकार गरौँ। अब हामी पछुताएर हुँदैन। बिहान हुनलाई रात आउनुपर्छ, रात आयो। अब हामी सबै मिलेर एउटा बिहान, सुन्दर बिहानको प्रतीक्षा गर्नुपर्छ र सुन्दर बिहानी बनाउनलाई वर्कआउट पनि गर्नुपर्छ। सो कसरी सुरु गर्ने अब युवाहरूले नयाँ युगको? के हुनसक्छ त? सबैभन्दा राम्रो सङ्कल्प आफू राम्रो बनौँ। धेरै जनताहरूको साझा स्वरूप चाहिँ देश हुन्छ। यहाँ आफू राम्रो हुँदै गयो भने देश राम्रो हुनलाई केही समय नै लाग्दैन। र सबैले आफ्नो स्वभावमा काम गरौँ। जसको स्वभावमा सेवा छ उहाँहरूले राजनीति गरौँ। जसलाई धन कमाउन मन छ उहाँहरूले व्यापार गरौँ, नो राजनीति। ल, हामीले अघिल्लो पुस्ताबाट सिक्नुपर्छ। उहाँहरूले आर्थिक लाभको लागि राजनीति गर्दा पाउनु भएको दुःख जताततै त्यो भिडियोमा छ। त्यहाँबाट सबै नेपालीले सिक्नुपर्छ। हरेक कर्म चाहिँ स्वभाव बनोस्, प्रभावमा कसैले नि कर्म नगर्नु, फेरि दुःख आउँछ। सबै मानिससँग आफ्नो स्वभाव छ। आफ्नो स्वभाव अनुसारको कर्म रोजौँ। सेवाभाव हुनेले गरौँ, राजनीति गरौँ, चाहिरहेको छ देशलाई। जोसँग फाइनेन्स राम्रो छ, करप्सन गर्नु पर्दैन, लुटपाट गर्नु पर्दैन, उहाँहरू राजनीति गरौँ। जसलाई चाहिँ धन धेरै कमाउन मन छ उहाँहरूले चाहिँ बिजनेस गरौँ। यो दुःख भइरहेको यहाँ राम्रो व्यापार व्यवसाय नभएर